यो चाहिँ हाम्रो स्कुलबाट आएको रोड मैले नि आउँदैदेखि हामी यताबाट आएको यता जाँदैछौँ अब फर्स्ट टाइम मेरो हातमा आयो हेलो हाउ आर यु आर यु ओके सो फाइनली एउटा चौतारा हामीले भेटेको छौँ उफ गलियो ती माथि हामी आइसकेको छौँ What is this called? Lapincha. I'm having this. Another. What is this called? Ama, ela ke bhancha re? Ama. Ela bato nagi bhancha. होइन क्या यो खाने कुरा क्या ए जङ्गलमा आएपछि भोकै चाहिँ हुँदैन है गाईजहरू अब यता जुगा छ अरे मलाई नाइजा भन्दै हुनुहुन्थ्यो स्टिल म पछाडि नै होला अब बाटो एकदम राम्रो छ भनौँ चिप्लो चिप्लो कसरी लड्छु भने आई हेभ नो आइडिया रामजी कहाँ छ खोइ जुगा हेर तिमीहरूले मसँग दुश्मनी मोल्दिन पाउँदैनौ अब लाग्यो नि यतापट्टि लुगा झोलातिर लाग्छ आमा आएछ कत्रो ठुलो ए गोविन्द आमा भाग भाग खोइ यो त यो त न यो त्यस्तो राम्रो एक्लै बस्नु भएको रुख हुनुहुन्छ होइन यस्तो राम्रै राम्रै आमा यसको नाम के हो यो ठाउँको नाम अहिले गाइस आई थिङ्क एउटा चौर आइपुग्नु भएको छ होइन हामीले भेटेको छौँ सिङ्गर रे है यो प्लेसको नाम चाहिँ अनि यहाँ चाहिँ सिंहहरू बस्दै है पहिला आई डोन्ट ह्याभ मच आइडिया तर सुनेको कहानी है गाइस डोन्ट ट्रस्ट यहाँ दुईटा चौतारा छ यस्तो राम्रो राम्रो होइन हामी हिँडेर गयौँ भने चाहिँ यस्तो राम्रो राम्रो प्लेसहरू पनि भिजिट गर्न पाउँछौँ एन्ड एज वेल आइ एम लिटल टायर्ड अनि हेर्नुहोस् है गाइजहरू यस्तो राम्रो राम्रो छ नि सबै कुराहरू लिटरली आइम आया लास्ट गले कि कस्तो राम्रो आमा कता ठुल्न है खै तोरे आगे सरको यसमा चाहिँ हो क्या पर्फेक्ट पिकनिक एरिया दिस इज द बेस्ट अब हामी यताबाट जाँदैछौँ स्टेट मासतिर अनि बादल यसरी आइसक्नु भएको छ हामीलाई भेट्नलाई जुगा कति आइहुँदै हुनुहुन्छ होला ओके लेट्स गो यसो यति धेरै बादल आयो अहिले तल अर्को चौतारा पनि थियो कहाँबाट जाने यता उताबाट के यताबाट यो पनि रोड हो आमा यो भुइँचालोले भत्काएको यत्रो यत्रो चाहिँ यत्रो गहिरो पानी खान्छ गाइस क्यान यु इमेजिन सी ल फेरि यो चाहिँ यसलाई पहाड भन्छ है म चाहिँ पुरै गाउँले पाराले हिँडेको छु है सो दिस इज माई च्यान्टिङ ब्याग अनि यो चाहिँ झोला है गाउँमा बोक्ने वनमा बोक्ने अनि आयो गोविन्द माई मदर इज अलरेडी उपर म चाहिँ अनि यता छु मलाई जुगाले सिध्याएन होला मैले यति धेरै जुगा भेटेँ अहिले बाटोमा मेरो अनुहार तलको चाहिँ ठुल लाग्यो है यो चाहिँ हामी चाहिँ यताबाट आएको अनि त्यही यो तल छ नि जुन दिस इज द प्लेस यहाँ पोखरी पनि ठुलो ठुल लाग्यो भन्छ यसलाई चाहिँ माइ गडनेस झारो त यस्तो भइसकेको छ नो आइडिया अझै कति टाइम लाग्छ आई थिङ्क 1 to 2 hours विथिन द 2 hours आमा 2 घन्टा लाग्छ 1 घन्टा ए आधी घन्टा अरे गुड न्युज हो आधी घन्टामा हामी पुग्छौँ मैले धेरै सेता फुलहरू भेटेँ यस्तो फुल
आउँछ सेतो फुल के भन्छ यसलाई भँवरो दिस इज गाइज यो त अरूमा पनि हुन्छ जहाँ हुन्छ उधर everyone, so as you know I'm just going towards म कहाँ जाँदैछु I don't have कातिरी अरे by the way मलाई चाहिँ जङ्गल घुम्न मन थियो because at my childhood I used to go a lot के जङ्गल यो खानेकुराहरू है अनि उता रातो रातो guys you could see it oh zoom गर्न मिल्दैन रहेछ हे रामजी so I'm just going and feeling so fresh and excited also ठ्याक्कै एउटा सुस्वाद देखिँदो रहेछ नि आमा I will show you guys just a minute see here is the सुस्पा लाम्ना लाम्ना यतापट्टि अनि यहाँबाट मास्तिर चाहिँ के भन्छ यसलाई राङनुङ थलीतिर जस्तै देख्दो रहेछ सी गाइज अनि योभन्दा तलतिर अरू गाउँ पनि छन् ओके ओ माय गॉड व्हाट इज दिस भाई साहब तो मैं जा रही हूँ पर हम बहुत ही संघर्ष करके हम आगे बढ़ रहे हैं तर एक्साइटिङ थिङ चाहिँ के छ भन्दाखेरि गाउँमा आउँदाखेरि चाहिँ रियली भन्नुपर्दाखेरि चाहिँ गाउँमा पनि छ तर लाइक त्योभन्दा बढी चाहिँ when you visit the place where हैन तिमी चाइल्डहुडमा जाने गर्थ्यौ लाइक म चाहिँ त्यही प्रायः म आमासँग अनि म खालि लड्थेँ है जाँदाखेरि चाहिँ अनि I'm feeling so tired for now because I'm just walking continuously from हजुर ए मलाई भने म त यहाँ भिडियो बनाउँदै हो आया ए सरी मलाई हैन रहेछ सो गाइज हैन यो यत्रो झोला बोकेको छ नि त यो ट्रेकिङ इज रियली बेस्ट एन्ड माई मम इज कलिङ मी भोलि भइसक्यो त स्टोरी बोलिरहेको छु लुक लुक गाइज साँच्चै भन्नुपर्दा नि हिँडेर आउँदाखेरि नि यति फाइदा हुन्छ क्या यो रातो छ नि यो रातो चाहिँ अघि मैले खाएको कुरा होइन है फेरि दिस इज नट द्याट द सेम थिङ्स इटै भयो है अनि हजुरहरूलाई अपडेट दिइरहेको फर नाउ अहिले चाहिँ म राख्छु एकछिन अब चाहिँ गर्मी हटेर अलिअलि जाडो पस्दैछ है माथि बोर्ड पनि रहेछ नि त के हो त्यो चाहिँ यो खोला कहाँबाट आएको यो पानी कहाँबाट आएको यो ए यो ठ्याक्कै पानी पोखरी माथि आउने त्यो इन्डेडी खोला अनि ए हाम्रो उता गोसुम्बामा उतापट्टिको यहाँदेखिको पानी जान्छ कसरी हो यहाँबाट अनि त्यसो भने त यो त 1300 जान्छ नि त उता होइन यो तलतिर झर्नु पर्ने त अनि यो मानेतिर कहाँ झर्छ यो माने मासतिर होइन र मानेको अर्को घुमेको रोड थियो त्यसमा मलाई त एकचोटि हामीले त पार लिन आएको जस्तो लाग्यो गाइज लेट मी शो यु वन थिङ है सुन्द्रावती भगवती मन्दिर जाने बाटो भनेपछि हामी भर्खर सुन्द्रावती मन्दिरमा आएको भर्खर ओहो समय नै बक्री जा सी हाई गाइज हाउ आर यु अल तिमी मलाई स्टोरी हेरेर बस्छौ यहाँबाट आएको तलबाट माई गड आई डिडन्ट नो है यहाँ चाहिँ घर छ भनेर यता चाहिँ ल
हामी उहाँहरूलाई भेट्न नि आएको अनि प्लस चाहिँ हामी तलबाट नि घरबाट आलु लिन आउँछौँ नि अनि हो यो चाहिँ यो हेर है यो चाहिँ ठ्याक्कै पहिला गोड बनाउँदै चाहिँ यसरी यो के भन्छ यसलाई बार भन्छ अनि आई लेट मी शो यु गाइज हाउ टु आई क्लोज दिस बार हे रामजी मलाई त ला यता बस्नु ला भएन फाइनली यो चाहिँ भयो अब यो त भएन अनि दिस इज अ होल बार है दिस इज कल फेन्स यो चाहिँ एउटा के भन्छ त्यसलाई गार्ड ला मेरो टाउकोमा जुरा परेछ गयो त यो नो होइन होइन हेलो गाइजहरू हाउ आर यु अल कस्तो राम्री तिमी हाउ गुड दे आर मन नभाग न तिमी त्यसरी मन दुख्छ चसक मेरो बेसरी रियली नाइस प्लेस म हान्छ कि आयो अहिले त हे रामजी म केही गर्दिनँ कि प्लिज लेट गो रामजी कस्तो हेरिरहेछ यार यार फाइनली after 2 hours continuously 1 more hours walking finally चाँडो हुँदैन क्लोज गर्छु है पानी हो म खाना राख्छु उसै छ कि कोदो एकदम कोदोको छ ए त्यो मैले भनेको नि तर किन मिल्छ यो मेरो छोरी आएछ नि साथी साथी अहिले आएको च्याउ गर्नु जाने रे आज च्याउ कति बनै लान्छ होला हो त्यति ल्याएको र बिरालो हामी खोज्नु जाने ए लु भात खाएर जान्न अब उसको होला यसले म लसुन प्याज खाँदिनँ त्यही भएर कुरा आउँदैछ होइन हुन्छ नमस्कार मानौ है मैले देखेको त छैन अब गर्छु नि नमस्कार सन्चै हुनुहुन्छ आउ सोरी आउ सोरी केको जागिर हुनु नि आउ सन आउ दुईटा छोरी आउ यहाँ जेठी सोरी होइन जेठी बिहे गरेको अब पानी पनि दिएन होइन पर्दैन आमा हारा आफ्नो खानु मैले लाउनु भनेर त्यसले पठाउँछु अरे त्यो कुमारी आउला र भनेको त खोइ आमा दिदीलाई चिया पकाइदिनु पर्छ कान्छी भाँडो दाल पो खाने यसलाई नि भोक लागेको छ त्यति खाँदैन दुईले तलतिर अस्ति बोका काटेर हेलो आयो He's constantly watching me from here. कार्तिकेमा थियौँ अघि फुपू के अरे अङ्कलहरूको घरमा अब हामी ठ्याक्कै रिटर्न भयौँ है यो चाहिँ पानी ट्याङ्की अनि यतै कहाँ अरे कालो अल्छेलु फेरि हामी लाग्यौँ हामी अब कहाँ जान्छौँ भन्दाखेरि हामी ठ्याक्कै दमार जान्छौँ है सो गाइज अहिले मैले चाहिँ स्वेटर पनि ओढेँ जाडो भयो कालोमा समको लेट मी टेल यु वान थिङ है मासु चाहिँ आउँछ लिटरली होइन 1500 रुपियाँ केजीमा छ अरे अनि ओ माई गॉड ओके आई कान्ट बिलिभ तर स्टिल भने मैले भर्खर थाहा पाएँ होइन अनि अब चाहिँ मैले यो नुन बोकेको यसो सर्ट बिकज खडी जुगा आउँछ ठुल्ठुलो जुगाहरू आउँछ सो वी हेभ टु बी रेडी फर द्याट अनि हामी कार्तिकेमा थियौँ अनि कार्तिकेबाट चाहिँ
अब दमारतिर हिँडेको छौँ राइट नाउ इट्स 11:30 हारा के नुन दो नगवानी अनि यो 11:30 भइसक्यो है अनि यो पुरै बाटो इज सो काइन्ड अफ ब्युटिफुल अल्सो 11:30 भइसक्यो अनि हामी जाँदैछौँ अनि एउटा चाहिँ कुरा लेट मी टेल यु गाइस के हुन्छ भन्दाखेरि यहाँ आउँदाखेरि चाहिँ यो इच एन्ड एभ्री पातहरू जुन नजिकमा हुन्छ नि यो पातहरू यो सब पातमा चाहिँ खरिजुगा अड्केर बसेको हुन्छ मतलब उनीहरू वेलकम गरेर बसिरहेको हुन्छ कि यसरी जुन छ नि यो ठ्याक्कै यो बाटोमा म गइरहेको छु नि लेट्स यो हाराए ए गे नाउनु थियो नि अभिनय त्यही यहाँ पाराइ थियो होला क्या त्यही थाहा थाल्यो गे नाउनु थियो नि ग्या त बाङ्गाङ्गाल राधो चाहिँ कुदा हो नाउनु थियो नि हामी टाइम थियो नि त गाइजहरू साथीहरू भन्छु म बाटो चाहिँ यसरी खोज्दै जानुपर्ने हुन्छ इफ यु आर गाइज आर प्लानिङ टु गो हाइकिङ अनि यस्तोमा चाहिँ आएर बसिरहेको हुन्छ अनि यो के हो थाहा छ सिस्नु वन सिस्नु यो यस्तोले देखाएको अहिले कहाँ बाटो ओहो बाटो नै छैन त अनि Let me show you one thing, guys. एकदम खतरा छ के खतरा. Like I can see someone just standing, I know. Khatra ke I can't imagine. See. Tara sorry. यहाँबाट आएको यार मेरो पनि यता कोही मैले सानो बेला के हेरेको थिएँ एउटा मुभी कालरात्रि मुभी हेरेको थिएँ होइन अनि त्यो कालरात्रिमा चाहिँ अलमोस्ट होइन मैले त्यहाँ सिन्स देख्थेँ कि ब्याकग्राउन्ड सिन देख्थेँ है त्यसमा चाहिँ सेम के हो यस्तै त्यो ठुलो रुख छ नि त काइन्ड अफ दिस काइन्ड अफ द ट्रिज कि मैले हेर्ने गर्थेँ क्या लाइक जो हजुरहरूलाई थाहा छ नि लाइक यु गाइस नो द्याट अल्सो अनि यताउता हो हामी यो बाटो जाँदैछौँ है वी डोन्ट नो वेयर वी आर गोइङ मलाई अघि होइन मेरो टाउकोमा पो जुगा पसेछ कि भनेर म यस्तो डराएँ होइन गाइज यु क्यान हियर द्याट वान सङ है विच इज सिङ्गिङ बाई माई मदर ओन्ली त्यो चाहिँ के ब्याकग्राउन्ड सङ जस्तो भयो तर एकदम साइलेन्ट छ कि एकदम पर्फेक्टली आइ एम लुकिङ सो ब्ल्याक बट इट्स फाइन फर नाउ तिमीहरूलाई लाग्छ होइन सहर राम्रो छ भनेर अब वनमा आऊ न जङ्गलमा आऊ न यु कुड सी द्याट रियल पिस मेन के अनि यतिको पिस चाहिँ साँच्चै भने मेडिटेसन गरेर पनि पाउँदैन होला कि आई थिङ्क लुक यता त यो कता हिँडेको जस्तो लाग्छ त हामीलाई त पहिला नि आएको जस्तो लाग्छ त कस्तो राम्रो के अनि मेरो आमा चाहिँ च्याउ खोज्न लाग्नुभयो अनि उहाँको अनुसार चाहिँ च्याउ चाहिँ वन जङ्गलमा चाहिँ सी लाइक काइन्ड अफ दिस मुढा होइन यो जुन काटेको ढलेको रुखहरू हुन्छ नि हो यस्तो काइन्ड अफ दिस काइन्ड अफ रुख मतलब यो ढलेको मुढा भन्छ है यसलाई यस्तोमा पाउँछ र अनि हियर यु क्यान सी यो च्याउ है यस्तोलाई उठाएर चाहिँ आमा यहाँ रस यो खानुहुन्छ थोरै छ खोइ के हो थाहा छैन मलाई अनि हामी चाहिँ बाटो चाहिँ गइरहेको छैनौँ हामी चाहिँ भिर पाखा हुँदै जाँदैछौँ वी डोन्ट नो वेयर वी आर गोइङ एक्चुली कहाँ हो भाइ यो गाइस सी दिस इज काइन्ड अफ
गोविन्दा केभ रहेछ एउटा यहाँ another one is here है के छ कि क्या हो यार जंगल घुम्ने हो कि छुट्टीमा आएको चाहिँ पुरै हैन so it's only हानि सकेन हो 11:57 12 बज्नु लाग्यो तर you guys see है पुरै अँधेरो के पुरै अँधेरो कस्तो जाडो जाडो भइरहेको यार छुसी यहाँ छ गाउँघरमा पानी के अरे खोलाहरू बढ्छ नि ओ यस्तो यस्तो हुन्छ कि पानी खोलाहरू आमा कादा श्यामेशलाई छोडाइदिउ र आमा कादा श्यामेशलाई छोडाइदिउ अब चाहिँ यु क्यान सी हैन पुरै त्यो साउन्ड आइरहेको नि त्यो थाङ्ने खोलाको है हाम्रो तल बसुन्ता यतापट्टि त्यो यु क्यान सी है तल यहाँदेखि न यत्रो खोल्दा जस्तो प्रभु बाटो त्यो थाङ्ने खोला है ओहो म त पछाडि परिसकेछु अनि म त खोला सर्ने क्रममा चाहिँ ऊ माथि ट्याङ्की छ यार राम अब नानी फाइनली मैले खोला क्रस गरेको छु बादल आयो है बादल परी त्यो डाँडामा तिमीलाई म कुरी बस्छु होला माया ला 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 कस्तो राम्रो भयो बादल है बादल कस्तो हेब्बीले बादल आयो क्या अब त ओहो kind ओहो अरे बादाम कहाँ हो गया यो चप्पल अड़ के हाथ आछू बादल पानी तुम यहाँ मान्छे त बहुत डेन्जर हो कि you can walk even in this kind of a place. हरि बोल म चाहिँ पर चैंटिंग रुकना नहीं चाहिए हालत तो देखो हमारा अब तरस से जाओगे हरे कृष्णा 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 हरे 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 रामा रामा रामा
हरे 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 कृष्ण हरे कृष्ण कृष्ण हरे 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 कृष्ण 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 हरे हरे हे हरे राम 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 सो भर्खर 12 बजिरहेछ तर यो कस्तो छ भन्दाखेरि मैले हैन यो बनाएको भिडियोमा पनि त्यति धेरै क्लियर आएको छैन कि हाउ हैन कस्तो भन्दाखेरि अँधेरो के पुरै अँधेरो भइसकेको छ कि पुरै अँधेरो भइसकेको छ केही पनि देख्दैन चौराको हामी तिम्रो लागि मैले भनेर यस्तो भिरमा गएर फुल टिपे लिउ I just want to give this flower to you because the color of this flower is red. red हैन तर या जति माथि हिँड्यो के हो यार यो बाटो कहाँ छ रामजी ओ भगवान ओ कता हौ र यसो झन् यतै आएछ सिस्नुघारीतिर आम फालेछ झन् सोतर कहाँ हो यो अब हामी तमार माथि जाने भनेको होइन र गाइस यु क्यान हियर है चराको चिरिरिरिरिरिरिरि धेरै रिस उठाउनेहरूलाई नि यस्तो हान्नुपर्छ यस्तोले पानी पर्नु पो थाल्यो अब यो खानुहुन्छ है यो जङ्गलमा भोको चाहिँ म कति धेरै भेटेँ